एउटा क्रिसमसमा एउटा उत्सव मनाउने बाटो हो जब हामीले झिलिमिलीहरू टाँस्छौँ, खान्छौँ, पिउँछौँ, रमाउँछौँ। तर पनि म तपाईँलाई बताउन चाहन्छु यो क्रिसमस चाहिँ रुखको विषयमा पनि होइन, अनि यो क्रिसमस झिलिमिली बत्तीहरूको विषयमा पनि होइन, कहिलेकाहीँ सान्टा क्लज पनि देख्नुहुन्छ, त्यो सान्टा क्लजको विषयमा पनि होइन। तर तपाईँले मैले बुझ्नुपर्ने कुरा चाहिँ क्रिसमस केवल येशू ख्रिस्टको विषयमा हो। अनि येशू ख्रिस्ट यो संसारमा आउनु भयो भन्ने उत्सवमा हामीले यो मनाएका हौँ। अनि किन येशू यो संसारमा आयो? किनभनेदेखि चाहिँ उहाँले मानिस जातिलाई प्रेम गर्नुभएको कारणले। किन परमेश्वरले मानिस जातिलाई प्रेम गर्नुभयो? मानिस जातिलाई परमेश्वरले यसो हेर्नुभयो, मानिस जाति पापमा डुबेको छ, मानिसले आफ्नो उद्धारको लागि ईश्वरलाई खोजेको छ, विभिन्न नियमहरू बनाएको छ, तर विभिन्न नियम र उद्धारको कामको लागि उनीहरूले गर्ने हरेक क्रियाकलापहरू केवल त्यो विफल मात्र परमेश्वरले देख्नुभयो। म फेरि पनि तपाईँलाई भन्न चाहन्छु, हामीले परमेश्वरलाई कहाँ भेट्न सक्छौँ? कुन चाहिँ मानिसले परमेश्वरलाई भेट्न सक्छ? के ध्यान बसेर परमेश्वरलाई मान्छेले भेट्न सक्छ? भेट्दैन। उनीहरूको ज्ञान अब एउटा छुट्टै कुनै कुरामा कन्भिन्स उनीहरू हुने, उनीहरूले एउटा सिद्धान्तलाई निकाल्ने हो, तर उनीहरूले परमेश्वरलाई भेट्न सक्दैन। प्रियहरू, के हामी 7 समुद्र पारी गयौँ भने परमेश्वरलाई भेट्न सक्छौँ? कि कतिवटा डाँडा 9 डाँडा काट्यौँ भने के हामीले परमेश्वरलाई त्यहाँ पाउन सक्छौँ? परमेश्वरलाई हामीले भेट्न सक्दैनौँ, पाउन सक्दैनौँ, किनकि हामी मानिस जाति पापी छौँ। अनि परमेश्वरले मानिसको दयनीय अवस्थालाई देखेर उहाँले के गर्नुभयो भन्दाखेरि उहाँ यो संसारमा आउने निर्णय गर्नुभयो। त्यसै कारणले उहाँ यो संसारमा मानिस भएर आउनुभयो। हालेलुया। अनि कति असल कुरा हो। अनि यही कुरा हो क्रिसमसको सेलिब्रेसन। तर म तपाईँलाई बताउन चाहन्छु, पहिला त्यस्तो थिएन। कहिलेकाहीँ तपाईँ आफै पनि आफ्नो जीवनको बारेमा तपाईँले प्रश्न सोधिराख्नु भएको छ, यो मानिस जाति यो संसारमा किन आए? म यो संसारमा मैले किन जन्म लिएँ? म जन्मिनुको उद्देश्य के हो? हाम्रो नेपालीमा उखान छ, खाइसार लाइसार मरेपछि लम्पसार, यही हो जीवन होइन। तर यो जीवन पनि त्योभन्दा एकदमै पृथक छ। तर वास्तवमा बाइबलले हामीलाई बताउँछ जीवनको उद्देश्य कुनै पनि पुस्तकले हामीलाई बताउँदैन। बाइबलले बताउँदछ, बाइबलमा लेखिएको छ परमेश्वरको महिमा गर्नलाई परमेश्वरले हामीलाई सृष्टि गर्नुभएको थियो। अनि सुरुको समयमा पनि राम्रो थियो, परमेश्वरले मानिस जातिलाई बनाउनु भयो, नर अनि नारी गरिकन आफ्नै स्वरूप र प्रतिरूपमा बनाउनु भयो। मानिसलाई पवित्र अनि सधैँ अमरको रूपमा परमेश्वरले बनाउनु भएको थियो। तर के भयो? मानिसलाई शैतानले छल गर्यो। शैतान चाहिँ स्वर्गबाट फालिएको पतित स्वर्गदूत हो। अनि त्यो स्वर्गदूतले आएर मानिसलाई परमेश्वरको विरुद्धमा पाप गर्न उक्सायो। अनि प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु, पाप भन्ने कुरा चाहिँ तपाईँले के काम गर्नुहुन्छ भन्ने कुराको अर्थ दिँदैन। तर पाप चाहिँ परमेश्वरको विरुद्धमा जानु, परमेश्वरको आज्ञा विरुद्धमा जानु चाहिँ पाप हो। त्यस कारणले गर्दाखेरि सबै मानिसले पाप गरेका छन् भनेर धर्मशास्त्रले पनि हामीलाई बताउँदछ। अनि यो मानिसहरूले जब परमेश्वरको विरुद्धमा उनीहरू उभिए अनि शैतानको आवाजलाई सुने, तब उनीहरूको जीवनमा मृत्यु प्रवेश भयो। उनीहरू आत्मिक रूपमा पनि मर्नुपर्ने भयो र शारीरिक रूपमा पनि ती मानिसहरू मर्नुपर्ने भयो। परमेश्वरसँग सम्बन्ध टुट्यो। अनि परमेश्वरसँग सम्बन्ध टुटेको कारणले गर्दाखेरि मान्छेले परमेश्वरलाई अब भेट्न सकेन। किन भन्दाखेरि मान्छे अब पवित्र भएन, तर अपवित्रतामा उसले जीवन जिउन थाल्यो। अनि मानिसहरूले घिनलाग्दो पापहरू गर्न थाल्यो। संसार भद्रगोलको अवस्थामा पुग्न थाल्यो। मान्छेको लागि मान्छे आफै ईश्वर हुन लाग्यो। अनि मेरो डिक्सनेरीमा छैन भन्दै हिँडिरहेको सुन्नुहुन्छ नि, त्यो चाहिँ के हो? त्यो मान्छे आफ्नो जीवनको आफै मालिक भएर जिउन थाल्यो। मै परमेश्वर, आफूले अरूलाई ठग्न पायो, चोर्न पायो, कति खुसी। तर अरूले कसरी ठग्यो भने त्यसको त सर्वनाश होस्, त्यसको त सत्यानाश होस् भन्छ। हो कि भन्नुहोस् त? कति स्वार्थले मान्छेहरू भइरहेको छ। किन? यो सबै पापको कारणले हो। अनि तर पनि कुनै त्यो बिचमा पनि यस्ता मानिसहरू छन् जसले धार्मिकतालाई पछ्याउन खोजे, जसले धार्मिकताका कुराहरूलाई समात्न खोजे। है, ती व्यक्तिहरूको खातिर पनि येशू ख्रिस्ट यो संसारमा मानिस भएर आउनुभयो। अनि मानिसहरू एउटा एक प्रकारको अनिश्चित भविष्यमा जीवन बिताइरहेका थिए, डराइरहेका थिए। त्यही बेलामा स्वर्गदूतहरू देखा पर्यो। लुका 2:10 र 11, 2:10 अध्याय, लुका 2 अध्यायको 10 पद र 11 पद हामीलाई यसरी भन्दछ, तब स्वर्गदूतले तिनीहरूलाई भने, नडराऊ, किनभने म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूको निम्ति हुनेछ। सुसमाचार, असल खबर सुनाउँछु, किनकि यो संसारमा खराब
खबरहरू बढी छ। तपाईँले न्युज खोल्नुहोस्, तपाईँले असल खबर पाउनुहुन्छ। कसैले बलात्कारको घटना है, कसैको घर भाँडिएको घटना, कसैले साथीलाई अस्ति भर्खरै एउटा साथीले 17 लाख है साथी मिलेछन्, ल हामी तँलाई उत्साह दिन्छौँ अगाडि बढ भनेर 17 लाख रुपियाँ दिएछ। अनि त्यो 17 लाख झ्याम हानेर साथीले पैसा माग्दाखेरि 2 जना साथीलाई सेफ्टी ट्याङ्क मुनि गाडेछ होइन। अब यस्तो खालको खबर तपाईँ हेर्नुहुन्छ, जहाँ खबर घरमा फोन गर्ने यो पुगेन त्यो पुगेन भन्छ कि भन्दैन भन्नुहोस् त ल। कहिले हामीलाई ठिक छ, हामीलाई सन्तोष छ, तिमी आफ्नो काम गर है भनेर कहिले भनेका छन्। यो यत्रो बिचमा 2-3 जनाको परिवार मात्र होला, त्यही पनि छैन कि बा। तर पनि यस्तो अवस्थामा पनि एउटा असल खबर आएको छ। त्यो के छ भन्दाखेरि 11 पदले भन्छ, आज दाउदको सहरमा तिमीहरूको निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ, जसले तपाईँलाई चिन्ताबाट छुटकारा दिन्छ, तपाईँलाई शारीरिक रोगबाट छुटकारा दिन्छ, तपाईँलाई डिप्रेसनबाट तपाईँलाई छुटकारा दिन्छ, तपाईँको भविष्यको अन्योलताबाट तपाईँलाई छुटकारा दिन्छ। तर सबैभन्दा बिर्सन नहुने कुरा, तपाईँको आत्माको उद्धार गर्ने उद्धारकर्ता उहाँ पनि हुनुहुन्छ। आमेन, उहाँ नै हुनुहुन्छ। त्यही भएर तपाईँले यो नसोच्नुहोस् येशू ख्रीष्ट 2000 वर्ष अगाडि जन्मिएको कारणले यो क्रिस्चियनहरूले क्रिसमस मनाएको सम्झनामा होइन प्रियहरू। येशू ख्रीष्ट हिजो आज सदा सर्वदा एक समान हुनुहुन्छ। उहाँको अस्तित्व यो संसार हुनुभन्दा अगाडि पनि थियो। संसार सुरु भयो, उहाँको अस्तित्व छ। यो संसार नष्ट भएर जानेछ, उहाँको अस्तित्व रहिरहनेछ। आमेन। त्यस कारणले गर्दाखेरि तपाईँले एकले अर्कालाई हेरेर भन्नुहोस् न, येशू हिजो आज सदा सर्वदा एक समान हुनुहुन्छ। त्यही भएर उहाँ अगाडि नै हुनुहुन्थ्यो, तर उहाँ के हुनुभयो, हामीलाई बचाउनको लागि यो संसारमा मानिसको रूप धारण गरेर उहाँ आउनुभएको हो। त्यसै कारणले बाइबलले भन्दछ, अर्को खण्डले हामीलाई यसरी भन्दछ, मत्ती 1:23ले, हेर कन्याले गर्भधारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इम्मानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीहरूसँग। जसले स्वर्ग अनि पृथ्वी सृष्टि गर्नुभयो, त्यो सृष्टिकर्ता परमेश्वरले स्वर्गको वैभवलाई त्यागेर है सबै त्यहाँ स्वर्गदूतहरूले निरन्तर परमेश्वरको आराधना गरिरहन्छन् हो, त्यस्ता कुराहरूलाई पनि त्यागेर केवल यो तुच्छ पापी मानिस जातिलाई बचाउनको लागि यो संसारमा उहाँ आउनुभयो। र पनि के छ, मानिसमा अझै समस्या छ। किन अझै समस्या छ? उनीहरूले बुझ्न चाहँदैन। उनीहरू अझै पापमा छ। सांसारिक अभिलाषा, शारीरिक अभिलाषा, आँखाको अभिलाषा, जीवनको घमण्डमा उनीहरू अझै पनि जिउन चाहन्छ। तपाईँले गएर मानिसहरूलाई भन्नुहोस्, मैले धेरै कुराहरू भोगेको छु, तपाईँले पनि भोग्नु भएको हुनसक्छ र कोही हुनुहुन्छ होला जसले तपाईँले पनि यो भन्नुहुन्छ होला, जब कसैले येशू बालकको रूपमा जन्मिनु भयो भनेर हामीले भन्छौँ, सबैले स्वीकार गर्छ, तर कुमारीबाट जन्मनु भयो भने मान्छेहरूलाई रिस उठ्न थाल्छ। कहाँ हुन्छ त्यस्तो, हामीलाई सिकाउँछ भन्छ, हो कि भन्नुहोस् त। त्यति मात्र होइन, जब गाउँमा गएर हामीले मान्छेलाई भन्छौँ येशू गाउँमा गएर त्यागिएका, हेरिएका, पेरिएका सबै मानिसहरूलाई उहाँले स्वीकार गर्नुभयो। ठाउँमा गाउँमा गएर उहाँले सुसमाचार प्रचार गर्नुभयो, मानिसलाई सहायता गर्नुभयो भनेदेखि चाहिँ उनीहरूले ती सबै कुराहरू स्वीकार गर्छन्। ओहो हो त, येशूले त गराउनु त भन्छन्। तर पनि हामीले जब उहाँ हाम्रो पापको लागि मर्नु भएको थियो, उहाँ संसारमा हामीलाई बचाउन आउनुभयो भनेर भन्यो भने नचाहिने कुरा नगर्न हो भन्छ, हो कि त्यो तपाईँले अनुभव गर्नु भएको छ कि छैन? मैले गरेको छु। अब त्यति मात्र होइन, येशू क्रुसमा टाँगिनु भयो, उहाँका आफ्नैहरूले उहाँलाई इन्कार गरे भन्दा हो त, हामीलाई पनि त इन्कार गरेको थियो। पल्लो घरको काकाले हामीलाई दरिद्रतामा हामीलाई 10,000 रुपियाँ पनि नपत्ताएको होइन सापट्टि, मैले जानेको छु भन्छन्, हो कि भन्नुहोस् त। अनि येशू पनि जब क्रुसमा टाँगिनु भयो, उहाँकाहरूले इन्कार गरे, उहाँका आफ्नैले विश्वासघात गरे, धोका दियो भन्यो भने पत्याउँछन्। तर उहाँ मृत्युबाट बौरी उठ्नुभयो र उहाँमा अनन्त जीवन छ भन्यो भने उनीहरू रिसाउन थाल्दछन्। तर म तपाईँलाई यो कुरा आज स्पष्ट बताउन चाहन्छु, तपाईँले यो कुराहरू आज तपाईँले बुझ्नु आवश्यक छ। उहाँ परमेश्वर भएकै कारणले जब तपाईँले र मैले उहाँलाई विश्वास गर्छौँ, उहाँले तपाईँलाई र मलाई बचाउनुहुन्छ है। त्यति मात्र होइन, उहाँ परमेश्वर भएको कारणले गर्दाखेरि नै उहाँले अचम्मका कामहरू गर्नुभएको। येशू ख्रीष्ट कुनै साधारण मान्छे होइन, तर उहाँ आउनुभन्दा धेरै वर्ष अगाडि नै, 100औं वर्ष, 1000औं वर्ष अगाडि नै उहाँको बारेमा भविष्यवाणी गरेको थियो। उहाँ अचम्मको सल्लाहकार, उहाँ परमेश्वर, स्वयं परमेश्वर मानिसको रूपमा आउनुहुन्छ भनेर धर्मशास्त्रमा लेखिएको थियो। कुन चाहिँ मानिस होला जसले चाहिँ येशूको सब ठिक उहाँको जन्म कसरी हुने, उहाँ कुन ठाउँमा बस्ने, उहाँलाई साथीहरूले धोका दिने कुराहरू, यी सबै कुराहरू कसरी बताउन सक्छ? किनकि स्वयं उहाँले आफ्नो बारेमा प्रकट गर्नुभएको थियो। उहाँ कुनै एउटा व्यक्ति आएर जन्मिएर हामीले प्रभु मानिदिएको होइन प्रियहरू,
हामी त्यही समाजबाट आएका चाहिँ हौ, मलाई थाहा छ हाम्रोमा धर्मको अभाव छैन कि छ? किन यसो नै हामीले विश्वास गर्नु पर्यो? मेरो परिवारमा म एक्लै विश्वासी हो, अनि हामी ब्राह्मण परिवारबाट आएको कारणले गर्दाखेरि अनि हुन्छ नि हाम्रो लागि चाहिँ के हो, हाम्रो परिवारको लागि चाहिँ सबै धर्म एउटै। तर पनि जब मैले यसोलाई विश्वास गरेँ, हेलाइ घृणा होइन अपमान कति हो अनि त्यही खानालाई बस्या हो म। तर होइन, के कुराले चाहिँ मलाई यसोमाथि लिएर आयो होइन? मान्छेको गाली खानालाई, मान्छेको हेपाइ खानालाई होइन। अब तर धर्मै मान्ने हो भने त हाम्रो लागि त के छ भन्दाखेरि त्यो छ त ब्रह्मा कुमारी पनि छ, ओम शान्ति भन्छ होइन, छ त कवीरजी महाराज छ। त्यति मात्र होइन त सच्चैमा गइले पनि मानिदिन्छन्। किन भन्दाखेरि येशूलाई प्रभु भने, गुरु भने हिँड्यो, त्यस्तो खालको पनि छ। तर किन येशूलाई नै मैले पछ्याएको भन्दै गर्दाखेरि येशूमा बाहेक अरू कतै पनि अनन्त जीवन छैन। अनि धर्मशास्त्र बाइबलले हामीलाई भन्दछ प्रेरित 4:11 स्वर्ग अनि पृथ्वी मुनि केवल येशू ख्रीष्ट बाहेक अरू कुनै पनि नाउँ उद्धार पाउनलाई त्यो नाउँ छँदै छैन। त्यसकारणले गर्दाखेरि उहाँ परमेश्वर हुनुहुन्छ, उहाँले जीवन दिनुहुन्छ, किनकि जीवनको मूल उहाँ हुनुहुन्छ। त्यसै कारणले गर्दाखेरि नि त्यो जीवनको मूललाई के मृत्युले रोक्न सक्छ? सक्दैन नि। त्यस कारणले गर्दाखेरि उहाँ जीवनको मूल हुनुभएको कारणले मृत्युले पनि रोक्न सक्दैन। उहाँ परमेश्वर भएकै कारणले अचम्म तरिकाले उहाँ जन्मनु भयो। यदि सामान्य तरिकाले जन्मेको भए त मान्छे भनी भइहाल्यो नि, किन परमेश्वर भन्नु पर्यो? त्यही कारणले जे कुरा मानिसको लागि असम्भव छ त्यो कुरा परमेश्वरको लागि सम्भव छ। आमेन। हाम्रो आमोसिउको पिटरज्यूको के अरे गवाई, उहाँको आमालाई हामीले हो कि डक्टरले मर्छ भनेको, त डक्टर गएर आमाज्यू नै हुनुहुन्छ होइन? किन भन्दाखेरि जे कुरा मानिसहरूको लागि असम्भव छ त्यो कुरा कसको लागि सम्भव छ? परमेश्वरको लागि। अनि उहाँलाई के कुमारीबाट जन्मिनु के नौलो कुरो, तर पनि मानिसको लागि उहाँ कुमारीको गर्भबाट उहाँ जन्मिनु भयो। उहाँ परमेश्वर भएकै कारणले उहाँले अचम्मका कामहरू गर्नुभयो। अनि उहाँ परमेश्वर भएकै कारणले उहाँले मृत्युलाई जित्नुभयो। त्यही भएर उहाँ परमेश्वर भएकै कारणले उहाँले बोलीले सबै कुरालाई सृष्टि मात्र गर्नु भएन, तर उहाँले बोलीले नै तपाईँले येशूको जीवनीलाई तपाईँले हेर्नुहुन्छ भनेदेखि चाहिँ येशूले बोलीले पनि धेरै शक्तिशाली काम, किन परमेश्वरको वचनमा शक्ति छ। आमेन। अनि उहाँले जब बोल्नुहुन्छ नभएको कुरा पनि अस्तित्वमा आउँछ। जस्तै उदाहरणको लागि बोलीमा शक्ति छ। येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ अनि उहाँको बोलीले नै सबै कुरालाई सृष्टि गर्नुभयो, तर मानिसलाई आफ्नै स्वरूप र प्रतिरूपमा आफ्नै हातले मानिसलाई उहाँले बनाउनु भएको। त्यही भएर उहाँले मानिसलाई प्रेम गर्नुको कारण त्यही हो, परमेश्वरले आफ्नै स्वरूप र आफ्नै प्रतिरूप चाहिँ नष्ट नहोस् भनेर। तर शैतानले तपाईँलाई किन आक्रमण गर्छ, किन तपाईँलाई पापमा मात्र फसाइराख्छ भने तपाईँ बहुमूल्य हुनुहुन्छ, किनकि तपाईँ परमेश्वरको स्वरूपमा हुनुहुन्छ। शैतानले परमेश्वरलाई डाइरेक्ट अट्याक गर्न सक्दैन, तर मान्छेलाई अट्याक गर्यो भने चाहिँ परमेश्वरलाई अट्याक गरेको फिल हुन्छ उसलाई, परमेश्वरलाई हटाउने होइन। परमेश्वरले चाहनु भएको सबै मानिसलाई फेरि नष्ट पारेर फेरि नयाँ मानिस बनाउन सक्नुहुन्थ्यो, तर उहाँले त्यसो गर्नु भएन। तर तपाईँलाई र मलाई उहाँले बचाउनको लागि एउटा योजना चाहिँ उहाँले रच्नु भयो। मानिसलाई उहाँले नष्ट गर्नु भएन, किन? आफ्नै सृष्टिलाई कसले पो नष्ट गर्न सक्छ? त्यस कारणले गर्दा उहाँले मानिसलाई बचाउने निर्णय गर्नुभयो। त्यही भएर उहाँ परमेश्वर भएको कारणले नै तपाईँलाई र मलाई उहाँले बचाउनुहुन्छ, उहाँले प्रेम गर्नुभएको। हामी त्यसको योग्यको थिएनौँ, तर परमेश्वरले हामीलाई होइन प्रेम गर्नुभयो। अब म तपाईँलाई एउटा प्रश्न होइन, एउटा मुख्य प्रश्न धेरै मान्छेहरूले भन्ने कुरा यस्तो छ, के परमेश्वर हुनुहुन्छ भनेर मान्छेहरूले प्रश्न गर्दछ। एकचोटि एकजना व्यक्ति साबुन कम्पनीको मालिकलाई भेट्न गयो। त्यो व्यक्ति चाहिँ एकदमै बलियो विश्वासी, प्रभुसँग भरोसा राख्ने, प्रार्थना गर्ने, बाइबल अध्ययन गर्ने, निरन्तर चर्च जाने व्यक्ति। अनि साथी साबुन कम्पनीको मालिक चाहिँ साथी, अनि उसलाई भेटिसकेपछि चाहिँ त्यो मालिक कम्पनी के अरे साबुन कम्पनीको मालिकले के भन्छ भने, ओहो के अरे साथी, एउटा कुरा चाहिँ परमेश्वर हुनुहुन्न भन्नु जस्तो भन्यो। किन भनेर त्यो साथीले सोध्नुभयो। अनि मालिकले भन्नुभयो, किन भन्दाखेरि यदि परमेश्वर हुनुहुन्छ भने संसारमा किन दुःख छ, किन कष्ट छ, अनि किन समस्या छ? त्यसपछि त्यो साथीले केही बोल्नु भएन। अनि एकछिनपछि उहाँले भन्नुभयो, यो संसारमा होइन मान्छेहरू साह्रै बढी छन् होइन,
साह्रै फोहोरी भएको कारणले यो संसारमा साबुन पनि छैन होला हौ सफा गर्ने, त्यति सफा पार्ने भनेको। त्यो मालिक कम्पनी के अरे साबुन कम्पनीको मालिकले के भन्नुभयो भने गाह्रो हुनु, हाम्रो कम्पनीमा साबुन बन्छ होइन, भेराइटीको साबुन बन्छ, जस्मिनको बन्छ होइन, त्यसपछि डिटोलको फ्लेभरको साबुन बन्छ, के को बन्छ। अनि त्यसो भने तिम्रो कम्पनीमा साबुन बन्छ भने किन मान्छे फोहोरी भएर हिँडिरहेछन्? तिनीहरू आउनै चाहँदैनन्, नुहाउँदैनन्, किन्दैनन्, सफा हुन चाहँदैनन् भने नि कसरी चाहिँ अनि हुन्छ त भनेर भन्दै गर्दाखेरि त्यो साथीले भन्नुभयो हो सेम त्यस्तै नै परमेश्वर हुनुहुन्छ, तर मानिस परमेश्वरको सामु जानै चाहँदैन, आउनै चाहँदैन, परिवर्तन नै चाहँदैन भने कसरी परिवर्तन हुन्छ? त्यही भएर प्रियहरू, येशू ख्रीष्टले भन्नुभएको कुरा चाहिँ म धर्मीलाई होइन तर पापीहरूलाई बचाउन आएँ। यदि कसैले म पापी छु प्रभु, मलाई तपाईँको खाँचो छ, मेरो परिवारलाई तपाईँको खाँचो छ, मेरो जीवनलाई तपाईँको खाँचो छ भन्नुहुन्छ भने येशू ती व्यक्तिहरूको लागि हुनुहुन्छ। तर जसले हामीलाई के को येशू चाहियो? मैले पाप पनि गरेको छैन, मैले कसलाई काटेको छुइनँ, मारेको छुइनँ भन्छ। काट्नु र मार्नु मात्र पाप होइन प्रियहरू। म तपाईँलाई एउटा मजाको कुरा भन्छु, म तपाईँको पर्सबाट 1 रुपियाँ सुटुक्क निकालेर मैले चोर्यो भने पनि म के हो? म चोर हो। अनि म यहाँ ठुक्क सिआइएमबी ब्याङ्क, आरएसबी ब्याङ्क लुट्न गयो भने पनि म के हो? चोर हो। अनि पापको परिभाषा त्यस्तो हुँदैन होइन। पाप भनेको पाप हो। 1 रुपियाँ चोरे पनि चोर हो, त्यसपछि मैले ब्याङ्क छोडे पनि, म करोडौँ चोरे पनि म के हो? चोर हो। अनि आज हामी पापी छ। हत्या गर्नु, चोरी गर्नु, व्यभिचार गर्नु मात्र पाप होइन, रिसाउनु पनि पाप हो। बाइबलले त हामीलाई रिसाउनु पनि मनाइ गरेको छ। तिमीहरू रिसाउँछौ भने तिमीहरूको चाहिँ रिस बेलुकासम्म शान्त होस्। अझ येशूले के भन्नुहुन्छ? रिस नउठ्ने कुरामा कसैले तिमीलाई एउटा गाला चड्काउँछ भने अर्को गाला पनि चड्काइदेऊ, एकैचोटि थापिदेऊ, अर्को गाला पनि थापिदेऊ भन्नुभएको छ। एउटा अलिकति यसमा म थोरै रमाइलो पनि गरेँ। अनि एकजना क्रिस्चियन दाजु रहेछ, अनि त्यो क्रिस्चियन दाजुलाई कसैले एउटा गालामा हानेछ क्या। हानिसकेपछि बाइबलले त भनेको छ अर्को गाला पनि थापिदियो। अनि यसो के अरे ल हान, तैँले मलाई हान्न खोज्यो हान भन्छ, अर्को गाला पनि थापेछ, अर्को गाला पनि दिएछ। फेरि झोक चलेछ नि, फेरि यसो वचन सम्झेको एउटा गालामा हान्दा अर्को गाला थाप्यो भने त्यो गाला हान्दा चाहिँ के गर्ने? प्रभुले केही भन्नु भएको छैन भनेर दिन थाल्नु। तर प्रियहरू, त्यो चाहिँ अलिक मैले रमाइलोमा भनेको कुरा हो। तर बाइबलले हामीलाई प्रेम गर्न, नम्र हुनलाई सिकाउँछ। हामी मानिस हौँ, स्वभावले त्यो हामी सक्दैनौँ। मैले पनि मानिसहरूलाई प्रेम गर्न सक्दिनँ, तर बाइबलले आज्ञा गरेको कारणले प्रेम गर्छु। म मानिसहरूलाई क्षमा गर्न सक्दिनँ प्रियहरू, तर बाइबलले क्षमा गर भनेको कारणले म क्षमा गर्छु। किन? म येशू ख्रीष्टले मलाई बचाउनु भएको छ अनि उहाँको आज्ञालाई मैले पालन गर्नुपर्छ। मेरो जीवनको म मालिक होइन, मलाई जे मन लाग्छ म त्यही गर्दै हिँड्नु म मालिक होइन। तर मैले मेरो मालिक येशूलाई बनाएको छु भने मैले येशूलाई पछ्याउनुपर्छ। अनि येशू यो संसारमा उहाँ आउनुभयो किन? उहाँ हरेकको हृदयमा बास गर्नलाई उहाँ आउनुभएको। प्रियहरू, क्रिसमसमा येशू जन्मेको उत्सव हामीले मनाइरहेका छौँ, तर मुख्य कुरा येशू आज पनि मानिसहरूको हृदयमा जन्म लिन चाहनुहुन्छ। के तपाईँले येशूलाई ठाउँ दिन तयार हुनुहुन्छ? तपाईँले यसलाई ठाउँ दिन तयार हुनुहुन्छ? त्यस कारणले म तपाईँलाई बताउन चाहन्छु कि आज तपाईँहरूलाई यस ठाउँमा तपाईँहरूको साथीहरूले लिएर आएका छन् होला। बाइबलमा एउटा घटना छ। के छ भन्दाखेरि जब येशू आफ्नो सेवकाईमा हुनुहुन्थ्यो, एकजना व्यक्तिको घरमा उहाँ बसिराख्नु भएको थियो। अनि त्यहाँ 4जना साथीहरूले आफ्नो एउटा 5औँ साथीलाई चाहिँ यो एउटा पक्षघात भएर भनेको प्यारालाइसिस भएर पसिरहेको रहेछ। अनि उनीहरूले येशूको बारेमा त्यो साथीलाई बताए। अनि बताइसकेपछि ल येशूलाई भेट्न जाऊँ हिँड भनेर लिएर आएको। येशूको वरिपरि त धेरै मानिसहरू बसिरहेको। येशू घरभित्र हुनुहुन्थ्यो, बाहिरसम्म खचाखच। अब कसरी जाने त? येशूलाई भेट्नु छ होइन। त्यसपछि चाहिँ उनीहरूले के गरे है, घरको माथि चढेर है, पछाडिबाट गए कताबाट गए थाहा भएन, तर माथि चढेर झिङ्गटी हटाएर उनीहरूले के गरे? येशूलाई, त्यो साथीलाई होइन, येशूको अगाडि त्यो साथीलाई पुऱ्याइदिए। त्योहरू आज पनि तपाईँहरूलाई साथीहरूले यहाँ लिएर आयो होला होइन। तर तपाईँलाई यसो लाग्छ साथीहरूले लिएर आए पनि, तर बताउनु पर्ने कुरा जब त्यो साथीहरूले, जब बाइबलमा भएको घटनामा साथीहरूले आफ्नो साथीलाई लिएर आए, येशूले के भन्नुभयो? पहिला निको पार्नु भएन, उहाँले के भन्नुभयो? तिम्रा पापहरू क्षमा भएन। आमेन। प्रियहरू, येशू ख्रीष्टले केवल तपाईँको पापलाई धुन सक्छ। तपाईँको साथीले पनि तपाईँलाई उद्धार दिन सक्दैन। तपाईँलाई लिएर आउने मात्र हो येशूको सामु। त्यही भएर आज तपाईँ यो ठाउँमा आउनुभएको छ। येशूले तपाईँहरूको पापलाई होइन
क्षमा दिन चाहनुहुन्छ, यदि तपाईँले विश्वास गर्नुहुन्छ भने। त्यति मात्र होइन प्रियहरू, अर्को कुरा चाहिँ उहाँले तपाईँलाई र मलाई क्षमा मात्र दिने होइन, उहाँले आफ्नो सन्तान बनाएर तपाईँलाई र मलाई धार्मिकतामा डोराउन चाहनुहुन्छ, तपाईँलाई र मलाई पवित्रताको बाटोमा डोराउन चाहनुहुन्छ। यदि मैले येशूलाई, यदि हामीले येशूलाई नचिनेको भए हाम्रो जीवन पनि एउटा भद्रगोलको जीवन हुन्थ्यो होला। तर प्रभुले हामीलाई प्रेम गरेर हामीलाई बचाउनु भएको कारणले गर्दाखेरि अब एउटा व्यवस्थित हो। कमी कमजोरी हामीमा धेरै छ, तर पनि कमी कमजोरीमा हामी रमाएर बस्दैनौँ प्रियहरू। तर के हो, जहिले पनि पूर्णतामा, सिद्धतामा मात्र हामी अगाडि बढ्दै बढ्दै जान्छौँ। प्रियहरू, तपाईँको मुहाल बिग्रियो भने तपाईँ कहाँ जानुहुन्छ? ग्यारेजमा? तपाईँको मुहाल बिग्रियो भने कहाँ जानुहुन्छ? मुहाल पसलमा जानुहुन्छ। घडी बिग्रियो भने कहाँ जानुहुन्छ? अब मेरो गाडी अब हाम्रो पास्टर पिटरज्यूको गाडी छ, उहाँ गाडी बिग्रियो भने मुहाल पसलमा मेरो गाडी बनाइदिए भन्यो भने मान्छे हाँस्छ कि हाँस्छ? अब उसले पनि कुटेर पनि पठाउँछ, तैँले मजाक गरेको हामीलाई भनेर। तर गाडी बिग्रियो भने हामीले कहाँ लान्छौँ? ग्यारेजमा लिएर जान्छौँ। तर हाम्रो जीवन बिग्रियो भने हामी कहाँ लिएर जान्छौँ? कहिले हाम्रो जीवनको बारेमा हामीले सोचेका छौँ? र म तपाईँलाई यो बताउन चाहन्छु, जसले यो जीवन बनायो त्यसैले नै यो जीवनलाई फेरि पुनर्स्थापित गर्न सक्नुहुन्छ। तपाईँको जीवनमा समस्या छ, पाप छ, एकदमै गाह्रो अवस्था छ, तपाईँको भविष्यको अनिश्चितता छ, तपाईँको के गर्ने कसो गर्ने अन्यमा हुनुहुन्छ अनि आफ्नो उद्धारको लागि साँचो परमेश्वर खोजिराख्नु भएको छ भने तपाईँ येशूमा आउनुहोस्। उहाँले तपाईँको जीवनलाई ठिक बनाइदिनुहुन्छ। तपाईँको परिवारमा अशान्ति छ, गाह्रो अवस्था छ, येशूले तपाईँलाई ठिक पार्नुहुन्छ। किन भन्दाखेरि येशू नै हाम्रो जीवनको दाता हुनुहुन्छ। त्यस कारणले म फेरि तपाईँलाई बताउन चाहन्छु, यो क्रिसमसको समयमा आउँदै गर्दाखेरि क्रिसमसको वास्तविकता के हो भन्दाखेरि क्रिसमस दन्तेको त होइन, अनि यो एउटा यथार्थ, वास्तविक र ऐतिहासिक घटना हो। यसको बारेमा हामीले जता पनि यो कुराहरू हामी पाउन सक्छौँ। बाइबलको तपाईँलाई बाइबल विश्वास लाग्दैन भने पनि तपाईँले अन्य बुकहरू छ त्यति बेलाको समयमा मानिसहरूले लेखेको, ती बुकहरूलाई ग्रिक भाषामा लेखेको थियो। त्यति बेला अहिले जसरी यो अङ्ग्रेजी युज हुन्छ त्यति बेला ग्रिक भाषा युज हुन्थ्यो, त्यहाँ त्यो अभिलेखहरू हामी पाउन सक्छौँ। त्यही भएर येशू ख्रिस्ट, अझ मजाको कुरा चाहिँ येशू ख्रिस्ट कुनै एउटा समुदायको लागि, एउटा विशेष व्यक्तिको लागि उहाँ आउनु भएन, तर सारा संसार, बाइबलले के भन्छ, सारा संसारको लागि उहाँ आउनुभयो, सारा मानिस जातिको लागि उहाँ आउनुभयो। ल म तपाईँलाई बताउन चाहेँ, फेरि एउटा है तपाईँलाई प्रश्न सोध्न चाहेँ, हरिलाए कसको लागि हो? चाइनिज न्यु इयर। तर क्रिसमस मात्र यस्तो उत्सव हो, यस्तो रमाइलोको क्षण हो जो सारा संसारले मनाइरहेको छ। हामीले यहाँ मनाइरहेका छौँ जस्तो तपाईँलाई लाग्छ होला, होइन? यहाँ यो देशको कुना कुनामा क्रिसमस मनाइरहेको छ। यो देश मात्र होइन, नेपालमा पनि आजको ठाउँमा क्रिसमसहरू मनाइरहेको छ। अनि यो ठाउँमा मात्र होइन, सारा संसारले झिलिमिली उज्यालो भएको छ। अनि यो किन भन्दाखेरि येशू ख्रिस्ट सारा संसारको लागि उहाँ जन्मिनु भएको हो। त्यस कारणले गर्दाखेरि अब अर्को कुरा चाहिँ, जब यो पाप हामीमा पाप भएको कारणले हामी नरकमा जानुपर्ने अवस्था थियो, अनि पापको दण्ड चाहिँ के हो भन्दाखेरि पापको ज्याला चाहिँ के हो? मृत्यु हो। अनि हामी त्यो अनन्त मृत्युमा हामी जानुपर्ने थियो, तर येशूले हामीलाई जीवन दिनुभयो। जसरी मृत्युले भेदभाव गर्दैन, येशूले पनि भेदभाव गर्नु हुँदैन। मृत्युले कसैलाई छोड्दैन र येशूको प्रेमले पनि कसैलाई छोड्दैन। तर यति मात्र फरक हो कि मानिसहरू के येशूले दिनुहुने त्यो उद्धारलाई समात्न चाहन्छन् कि चाहँदैनन्, त्यो कुरा मात्र फरक हो। बाइबलले हामीलाई यसरी भन्दछ, रोमी 3:23ले, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्, परमेश्वरको उपस्थितिमा आएका छैनन्। परमेश्वरले जुन उद्देश्यले मानिसलाई बनाउनु भयो त्यो उद्देश्यबाट मानिसहरू अलग भएका छन्। मानिसलाई परमेश्वरले चाहिँ उहाँको महिमाको लागि, आराधनाको लागि परमेश्वरले बनाउनु भएको थियो। तर मानिस के भयो? मानिसले परमेश्वरको आराधना गर्न छोडेर परमेश्वरको स्वरूपलाई, परमेश्वरको महिमालाई ढुङ्गासँग साटफेर गर्यो, खोला नालासँग साटफेर गर्यो, मान्छेले मान्छेलाई पुज्न थाल्यो। तर वास्तवमा भन्ने हो भने हामीले सृष्टिलाई होइन तर सृष्टिकर्तालाई पुज्नु पर्ने थियो। तर मानिसहरू भड्केको कारणले नै सही ट्र्याकमा ल्याउनको लागि येशू ख्रिस्ट यो संसारमा आउनु भएको हो। त्यही भएर रोमी 6:23ले फेरि हामीलाई यसरी भन्दछ,
किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। हालेलुया। त्यसकारणले गर्दाखेरि पापको ज्याला मृत्यु हो, थाहा छ। पापले हामीलाई नरकमा हाल्छ, ज्याक्छ, त्यो पनि हामीलाई थाहा छ। तर परमेश्वरले के गर्नुभएको छ, हामीलाई येशू ख्रीष्ट दिनुभएको छ। जब तपाईँले र मैले येशूमा विश्वास गर्छौँ भने हामीले उद्धार मुक्ति पाउँछौँ। अनि यो उद्धार मुक्ति तपाईँको बल, बुद्धि, ज्ञान, धन, मान कुनै कुराले आउने होइन, तर यो निःशुल्क हो। किनकि तपाईँको हैसियतले, हाम्रो हैसियतले हामीले यसलाई किन्न सक्ने थिएनौँ। प्रियहरू, जे कुरा बहुमूल्य छ, जे कुरा हाम्रो हैसियत बाहिरको छ नि, परमेश्वरले त्यो कुराहरू फ्रीमा दिनुहुन्छ। अब हेर्नुहोस्, पानी बिना कोही मानिस बाँच्न सक्छ, तर पनि परमेश्वरले पानी के गर्नुभएको छ, निःशुल्क दिनुभएको छ। हामी नेपालबाट छौँ, हामीलाई थाहा छ। हामी जङ्गलको बाटोमा हिँड्दै गर्दाखेरि कुनै ठाउँमा यसो पानी जम्यो भने पनि हामी पात बटाएर खान्छौँ, पिउँछौँ। किन? स्वच्छ छ, परमेश्वरले हामीलाई फ्रीमा दिनुभएको छ। अब अहिले नेपालमा सुनको भाउ कति पुगेको छ हेर्नु भएको छ नि? अस्ति हेरेको थिएँ मैले, 2 हप्ता हो कि 1 हप्ता अगाडि 2,60,000 पुगेको थियो तोलाको। अहिले कति पुग्यो? तर लाउनु त मन छ नि, मन छैन र। होइन, अलिकति यसो जोड्न पायो भने, होइन, अलिकति यसो मोटो सिक्री, होइन, अब धेरै नभए पनि 1 तोलाको 2-3 तोला नसकिएला, होइन, यसो औँठीहरू पनि लगाउन मन होला तपाईँहरूलाई। तर पनि के छ, छैन। त्यही पनि अझ भयो भने हुन्थ्यो जस्तो लाग्छ। तर अलिक के भयो, एकदमै बहुमूल्य। यो संसारमा सबभन्दा बहुमूल्य, होइन, धातुहरू के छन्? बहुमूल्य वस्तु के छ जसको एकदमै महँगो? अब हिरा भन्छ, ओके भन्नुहोस् त, डायमन्ड पनि के छ, महँगो छ, ओहो भन्ने हुन्छ। तर त्यो नभए पनि हामी बाँच्छौँ। तर हावा नभइकन हामी बाँच्छौँ त? हावा कति किन्ने? अक्सिजन किन्दाखेरि कति धेरै बिल उठ्छ हस्पिटलमा। जब कोही हस्पिटलमा तपाईँले अक्सिजन लगाएर बस्नु भएको छ, कसैको तपाईँको आफन्तहरू हस्पिटलमा अक्सिजन युज गरेर बस्नु हुँदाखेरि तपाईँले पैसा पे गर्नुहुन्छ नि। ओहो, हामीले पाएको अक्सिजन त कति फ्री, पैसा तिर्नु नपर्ने है, यसको पैसा तिर्नु पर्ने त हामी सक्दैन रहेछ, यसले त हामीलाई त धोती र टोपी बनाउँदो रहेछ भन्ने मन हुनसक्छ। तर प्रियहरू, हामीले किन्न नसक्ने भएर परमेश्वरले हावा पनि हामीलाई फ्रीमा दिनुभयो। अनि यो घाम, होइन, घाम भएन भने मान्छे कति समयसम्म चाहिँ बाँच्ने, त्यसपछि मान्छे सिद्धिन्छ। तर पनि परमेश्वरले हामीलाई के गर्नुभएको छ, घाम निःशुल्क दिनुभएको छ। त्यस्तै चाहिँ प्रियहरू, मुक्ति नभइकन हामी कोही पनि स्वर्गको राज्यमा पुग्न सक्दैनौँ। त्यही भएर परमेश्वरले हामीलाई उद्धार मुक्ति पनि केवल येशू ख्रीष्टबाट सित्तैमा उहाँले हामीलाई दिनुभएको छ। तर यसलाई लिनको लागि तपाईँले उद्धार मुक्ति पाउन चाहनुहुन्छ भने तपाईँले येशूमा चाहिँ विश्वास गर्नै पर्छ। किनकि त्यही उद्देश्यको लागि नै येशू यो संसारमा आउनुभएको। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। त्यही भएर रोमी 5:8ले भन्दछ, तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। आमेन। त्यति मात्र होइन, किन उहाँ हाम्रो लागि मर्नुभएको भन्दै गर्दाखेरि हामी पापी थियौँ। कुनै पनि साँढेको रगत, कुनै पनि बाख्राको रगत चाहिँ होइन, तर परमेश्वरको शुद्ध रगत हामीलाई चाहिने भएको कारणले गर्दाखेरि येशू यो संसारमा आउनुभयो। किनकि हिब्रू 9:22ले भन्दछ, रगत नपकाइकन पापको क्षमा हुनै सक्दैन भन्छ। त्यस कारणले अब हामी विचार गरौँ न, कोही तपाईँ र म हस्पिटलमा जान्छौँ भने के बोकाको रगत, साँढेको रगत चाहिन्छ हामीलाई? होइन, मान्छेकै रगत चाहिन्छ। त्यसै कारणले गर्दाखेरि एउटा बिरामी मान्छेलाई निको हुनको लागि त मान्छेको रगत चाहिन्छ भने झन् पापबाट उद्धार दिनको लागि कति शुद्ध हामीलाई चाहिन्थ्यो त्यो रगत। त्यसै कारणले येशू ख्रीष्ट यो संसारमा हाम्रो लागि आउनुभयो। किन आउनुभयो? मर्नको लागि आउनुभयो। किन मर्नुभयो? हामीलाई बचाउनको लागि, हामीलाई प्रेम गरेको कारणले गर्दाखेरि। तर उहाँ मरेको हुनु भएन, तर तेस्रो दिनमा फेरि जीवित भई उहाँ उठ्नुभयो। त्यही भएर के अरे हामीले तपाईँले र मैले जतिवटा असल काम गरे पनि केही फरक पर्दैन प्रियहरू। मैले तपाईँलाई अघि नै उदाहरण दिन्छु, तर म फेरि एउटा उदाहरण दिन चाहन्छु। कुनै एउटा गाउँमा एउटा असल मान्छे रहेछ जसले चाहिँ हस्पिटलहरू खोल्यो, होइन, अनि त्यो मान्छेले चाहिँ अनाथालयहरू खोल्यो, स्कुलहरू खोल्यो। त्यो मान्छेले धेरै असल काम गर्यो, होइन, सबै मान्छेले उसलाई भगवानै मानेर पुज्थ्यो पनि होला। तर पनि एक दिन त्यो मान्छेले अनाथालयको एउटा छोरी मान्छेलाई बलात्कार गर्यो भने अब त्यो मान्छेलाई के त्यो समाजले छोड्छ? म तपाईँलाई प्रश्न सोध्न चाहन्छु, के तपाईँले त्यसलाई छोड्नुहुन्छ? छोड्दैन। के कानुनले त्यसलाई छोड्छ?
जतिसुकै असल काम गरे पनि एउटा कामले उसको असल काम के भयो, त्यसले हिसाब चुक्ता नगरेसम्म उसले त्यो सजाय पाउनै पर्छ। त्यसै कारणले गर्दाखेरि आज तपाईँले मैले पनि यो नसोचौँ है, मैले त एक दुईवटा त मिस्टेक गरेको त हो नि होइन, म त कति धेरै असल काम गरेको छु। असल कामले हामीलाई बचाउँदैन प्रियहरू। त्यही भएर कोही पनि नाश नहोस् भन्ने हेतुले यो संसारमा येशू ख्रीष्ट आउनु भएको। त्यही भएर जसले येशूलाई विश्वास गर्छ उनीहरूको पापलाई उहाँले पखाल्नु मात्र हुँदैन, र अन्तिमको दिनमा तपाईँलाई त्यो न्यायबाट पनि बचाउने उहाँ नै हुनुहुन्छ। अनि फेरि बाइबलले हामीलाई अर्को ठाउँमा यसरी भन्दछ, यूहन्ना 3:19-20ले, फैसला चाहिँ यही हो, ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योतिभन्दा बरु अन्धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्ट थिए। किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र ज्योतिमा आउँदैन, नत्र त त्यसका काम प्रकट हुनेछ। त्यही भएर मानिसहरूले के छ, यो संसारमा यसो आउनुभयो। जब हामीले मानिसहरूलाई बताउँछौँ, उद्धारको विषयमा, प्रेमको विषयमा बताउँछौँ, तर पनि उनीहरू जानी बुझी त्यो प्रेममा उनीहरू आउन चाहँदैन। तर जतिजना आउन चाहन्छ उनीहरूलाई येशूले ग्रहण गर्नुहुन्छ। जब तपाईँले येशूलाई विश्वास गर्नुहुन्छ, जसले यहाँ विश्वास गर्नुभएको छैन, म तपाईँलाई यहाँ बताउन चाहन्छु, जब तपाईँले येशूलाई विश्वास गर्नुहुन्छ भने के हुन्छ भने सर्वप्रथम तपाईँको पापहरू क्षमा भइकन तपाईँ परमेश्वरसँगको सम्बन्धमा तपाईँ पुनर्स्थापित हुनुहुनेछ। अनि त्यति मात्र होइन, तपाईँ कहिल्यै एक्लो हुनुहुने छैन, येशू सदैव तपाईँको साथमा हुनुहुन्छ। त्यति मात्र होइन, तपाईँ अब अनन्तको नरकको आगोमा जानुपर्ने छैन, अनि न्यायको दिनमा तपाईँको निम्ति बलिदिने येशू ख्रीष्ट हुनुहुन्छ। र तपाईँलाई भविष्यको डर र मृत्युको डर हुने छैन। म जवान अवस्थामा हुँदाखेरि पहिला लोड सेडिङ हुन्थ्यो, हामी साथीहरू बस्थ्यौँ, राति चौरमा बसेर माथि हामी हेरिरहेका हुन्थ्यौँ आकाशमाथि। किन भन्दाखेरि लोड सेडिङ हुन्थ्यो, मोबाइलहरू हुन्थेन, अहिलेको जस्तो यस्तो उसहरू थिएन। अनि त्यसपछि जहिले पनि मेरो मनमा आउने एउटा प्रश्न, मान्छे मरेपछि चाहिँ कहाँ जान्छ? त्यसपछि चाहिँ मैले दायाँ बायाँ यसो सुनिरहेको थिएँ, बरु बुद्धिस्टहरूको चाहिँ त्यो हुन्छ नि, पूर्ण जन्म पाउने हुन्छ अरे, कसरी चाहिँ पाउन सकिन्छ, त्यो चाहिँ पाउन पायो भन्दा म मर्दिनँ नि भन्ने हुन्छ। मर्न त कसैलाई पो मन लाग्छ र होइन, त्यो मन नलाग्ने भएर त मर्ने कसैलाई डर हुँदैन भन्ने गीत बनाएको त हो नि, सबैसँग मेल खाने भयो। तर जब हामीले येशूलाई विश्वास गर्छौँ नि प्रियहरू, यो संसार केही होइन रहेछ भन्ने हामीलाई महसुस हुन्छ होइन। यो मृत्यु त किन भन्दाखेरि यो भित्रको आत्मा हाम्रो डराउँदो रहेछ क्या प्रियहरू। किन भन्दाखेरि यो शरीर त मरिहाल्छ, आत्मा चाहिँ कहाँ जाने कि अनन्त नरकमा जानु पर्ने, अनन्त जीवन चाहिँ कसले दिन सक्छ भनेर आत्मा चाहिँ के हुँदो रहेछ भन्दाखेरि त्यो आत्माको तर्पण रहेछ त्यो भनेको चाहिँ, जसले चाहिँ हाम्रो शरीरलाई पनि इफेक्ट पार्ने रहेछ। तर येशू ख्रीष्ट यो शरीरलाई फोकस गर्न भन्दा पनि विशेष उहाँले हाम्रो आत्मालाई बचाउन आउनुभएको। त्यही भएर उहाँ जिउँदै गर्दाखेरि रोगीहरूलाई निको पार्नुभयो, भूतहरू धपाउनु भयो, सबै कुरा उहाँले गर्नुभयो। तर पनि उहाँले दिन खोज्नु भएको सन्देश के हो, यी कुराको समस्या भन्दा पनि पहिला सब आत्मा चाहिँ महत्त्वपूर्ण कुरा हो भन्ने कुरालाई उहाँले बताउन खोज्नु भएको थियो। त्यही भएर अन्त्यमा म तपाईँहरूलाई बताउन चाहन्छु, के तपाईँको हृदयमा आज येशूलाई स्थान दिन चाहनुहुन्छ? के तपाईँलाई मुक्तिदाताको खाँचो छ? के तपाईँ पनि उद्धार पाउन चाहनुहुन्छ र आफ्नो भविष्यलाई तपाईँले निश्चित पार्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने येशू तपाईँको लागि हुनुहुन्छ। अनि किनकि येशूले भन्नुभयो उहाँ धर्मीलाई होइन तर पापीलाई बचाउन आउनुभएको। यदि तपाईँ र मलाई मुक्तिदाताको खाँचो छ भनेदेखि चाहिँ तपाईँलाई यो समय हो। अनि आज वास्तवमा यो संसारभर उहाँको जन्मको उत्सव हामीले मनाउँदै गर्दाखेरि, जन्म जयन्ती होइन प्रियहरू, एकजना व्यक्ति आयो अनि संसार छोडेर गयो, त्यसकै सम्झनामा हामीले यो मनाउनलाई गरेको होइन। अनि जो यो जन्म उत्सव, यो सेलिब्रेसन चाहिँ कसको हुन्छ? जीवितहरूको हुन्छ, मर्काहरूको हुँदैन। मर्काहरूको के हुन्छ? जन्म जयन्ती हुन्छ। तर हामी जन्म उत्सव मनाइरहेका छौँ। अनि किन भन्दाखेरि येशू आज पनि हरेकको हृदयमा जन्मिँदै हुनुहुन्छ र अझै पनि जन्मिन चाहनुहुन्छ। के तपाईँले येशूलाई आफ्नो हृदयमा ठाउँ दिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँहरूलाई मौका यही छ। कसैले येशूलाई ग्रहण गर्न चाहनुहुन्छ, अब अर्को भाषाले भन्यो नि म पनि अब येशूलाई पछाएर क्रिस्चियन हुन चाहन्छु भन्नुहुन्छ भने म तपाईँहरूलाई यो समय दिन चाहन्छु। यदि कसैले येशूलाई ग्रहण गर्न चाहनुहुन्छ, आफ्नो प्रभु र मुक्तिदाताको रूपमा उहाँलाई विश्वास गर्न चाहनुहुन्छ भने आजको जस्तो उत्तम समय अरू कुनै पनि नहुन सक्छ। त्यस कारणले यदि छैन भनेदेखि चाहिँ म तपाईँहरूको लागि प्रार्थना गरिदिन्छु, ताकि तपाईँहरूले अझ धेरै बुझ्नुहोस्। यो मण्डलीमा तपाईँका आफ्ना प्रियहरू जसले तपाईँलाई लिएर आए, अझै मलाई येशूको बारेमा बताऊ भन्नुहोस्, बाइबल पढ्नुहोस्, अनि येशूलाई अझै नजिकबाट तपाईँहरूले चिन्नु भएको होस्।